सबैलाई येशू ख्रीष्टको नाउँमा जय मसीह। आज यो बिहान परमप्रभुद्वारा म तपाईहरूलाई केही कुराहरू भन्न चाहन्छु। के तपाईँ आफ्नो योजनामा असफल भइरहनु भएको छ र जुन योजना बनाइरहनु भएको छ त्यो योजनामा काम नभइरहँदा फेरि चाहिँ आफूलाई एकदमै तल्लो स्तरमा बनाइरहनु भएको छ? के तपाईले आशा रहित हुनुभएको छ? जति काम गरे पनि जे काम गरे पनि असफल भइरहँदा फेरि के तपाईलाई निराशयताले तपाईलाई घेरिरहेको छ? तपाईले विभिन्न कुराहरू गर्नुहुन्छ तर पनि त्यो कुराहरू विफल हुँदा फेरि समाजले तपाईलाई नटेर्दा फेरि अथवा आफ्नो घर परिवारबाट नै तपाईले थिचोमिचोमा पर्दाखेरि आफ्नो साथीहरूको उनीहरू राम्रो असल ठाउँमा पुग्दै गर्दाखेरि चाहिँ तपाईँ चाहिँ एकदमै दुःख कष्ट भएर गुज्रिँदै गर्दाखेरि चाहिँ के तपाईँले आफूलाई नै त्यो दुखित स्टेजमा त्यो क्षेत्रमा तपाईँले आफूलाई पाउनुभएको छ? तपाईँले त्यो लोएस्ट मोमेन्टलाई पाउनुभएको छ भने नआत्तिनुहोस्, किनभने परमेश्वर तपाईँलाई भन्न चाहनुहुन्छ। यर्मिया 29:11 यसरी लेखेको छ, किनभने परमप्रभु भन्नुहुन्छ, जुन उपायहरू मैले तिमीहरूका निम्ति गरेको छु ती म जान्दछु, ती तिमीहरूका भलाइको निम्ति हुन्, बुराइको निम्ति होइन, तिमीहरूका भविष्य सुधार्न र एउटा आशा दिनलाई हो। आमेन। यानी परमेश्वर भन्नुहुन्छ, परमेश्वरले जुन योजना चाहिँ हाम्रो जीवनमा राख्नुभएको छ साँच्चै त्यो चाहिँ एकदमै असल छ। आज यो वचन हामीले नबुझ्दै गर्दाखेरि चाहिँ विभिन्न किसिमका कुराहरूमा चाहिँ हामी लाग्ने र आफ्नै ज्ञान बुद्धि अनुसार चाहिँ आफ्नो जीवनलाई चाहिँ चलाउन खोज्ने हो है। तर यदि तपाईँले परमेश्वरको वचनलाई साँच्चै नै आफ्नो जीवनमा राख्नु भएको छ र त्यो वचन अनुसार आफ्नो जीवनलाई सुदृढ गर्दै जानुभएको छ र परमेश्वरले बनाउनु भएको त्यो योजनामा भरोसा गर्नुभएको छ भने चाहिँ साँच्चै पनि परमेश्वरले बनाउनु भएको योजना चाहिँ तपाईँको निम्ति चाहिँ जहिले पनि सुधारको निम्ति हुन्छ, त्यो तपाईँको बिगारको निम्ति हुँदैन। तर कतिपय अवस्थामा चाहिँ के हुन्छ भने हामी यो वचनलाई चाहिँ हामी बिर्सिन्छौँ र भोलिको दिन के हुने हो आज चाहिँ मैले गर्नुपर्छ भनेर चाहिँ आफ्नै ज्ञान बुद्धिले चाहिँ हामी चाहिँ जे पनि गरिपठाउँछौँ। तर त्यो कामले चाहिँ हाम्रो भविष्यलाई चाहिँ निर्माण गर्ने काम होइन कि त्यसले चाहिँ अन्यलमा बनाउने काम गर्छ। त्यस कारणले गर्दा फेरि चाहिँ परमेश्वरले कुन चाहिँ योजना चाहिँ हामीमा राख्नुभएको छ भन्ने कुरामा चाहिँ हामीले चाहिँ एकदमै ध्यान दिन आवश्यकता छ। यदि हामीले परमेश्वरले हामीलाई जुटाउनुहुन्छ, उहाँ यहोवा इरे हुनुहुन्छ भन्ने कुरा चाहिँ हामी बुझ्छौँ भने चाहिँ साँच्चै पनि उहाँको योजनामा पनि हामी एकदमै अडिग भएर चाहिँ बस्ने गर्दछौँ होइन। त किन पनि भने यो हुनको निम्ति चाहिँ जब तपाईँले पवित्र आत्मा परमेश्वरलाई आफ्नो साँच्चै नै उहाँसँग सल्लाहकार हुनुहुन्छ, मेरो साथमा हरदम हुनुहुन्छ भने यदि तपाईँ सुनिश्चितता हुनुहुन्छ, आफूलाई तयारी अवस्थामा राख्नुभएको छ भने चाहिँ कुनै पनि बाधा विघ्नहरू आओस्, चाहे जस्तोसुकै अवस्था आओस्, यहाँनिर हामीले हेर्छौँ नि, चाहे दागको बोटमा फल फलोस् या नफलोस् है, जेसुकै होस्, जस्तोसुकै अवस्था आओस्, होइन, त्यो बेला पनि यदि तपाईँले आफ्नो परमेश्वरले बनाउनु भएको योजनामा चाहिँ आफूलाई चाहिँ स्टिक गरेर अड्काएर राख्नुभएको छ भने चाहिँ पक्कै पनि तपाईँको निम्ति चाहिँ त्यो सुधारको लागि हुन्छ, सुधारको हुन्छ। किनभने अँध्यारो धेरै बेरसम्म रहन सक्दैन र एक न एक दिन त्यहाँ उज्यालो आउनुपर्छ र त्यसरी नै तपाईँको जीवनमा पनि त्यो उज्यालो, त्यो प्रकाश तपाईँको जीवनमा आउनेछ है। त्यस कारणले गर्दा आत्तिनुपर्ने कुराहरू चाहिँ केही पनि छैन, किनभने परमेश्वर चाहिँ जुटाउनु हुने परमेश्वर हुन्छ। तपाईँ आज रोगको कारणले गर्दा आत्तिँदै हुनु होला, यहोवा परमेश्वर तपाईँको साथमा हुनुहुन्छ, जसले तपाईँलाई निको बनाउनुहुन्छ है। यहोवा रफा परमेश्वर तपाईँलाई निको तुल्याउने परमेश्वर। त्यस कारणले गर्दाखेरि चाहे तपाईँ फाइनेन्सियल सेक्टरमा तपाईँ बिरामी परिरहेको होला, शारीरिक रूपमा, मानसिक रूपमा, आत्मिक रूपमा तपाईँ बिरामी परिरहेको होला, तर यहोवा रफा ईश्वर मेरा परमेश्वरले चाहिँ तपाईँलाई चाहिँ निको तुल्याउनु हुनेछ, किनभने उहाँ हाम्रो गोठाला परमेश्वर हुनुहुन्छ, उहाँले सहायता गर्नुहुन्छ र जुन योजना चाहिँ परमेश्वरले हाम्रो निम्ति राख्नुभएको छ साँच्चै त्यो चाहिँ हाम्रो भलाइको निम्ति हुन्छ। हालेलुया। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। म तपाईँको लागि प्रार्थना गरिदिनेछु। साँच्चै तपाईँले
ग्रहण गर्नुहोला है त। आफ्नो हात स्वर्गतिर उठाउनुहोस् र भन्नुहोस् म सँगसँगै है त। हालेलुया। प्रभु तपाईँलाई धन्यवाद दिँदछौँ। हामी तपाईँमा भरोसा गर्ने व्यक्ति, हामी विश्वासी प्रभु। यस कारणले पनि हामी विश्वासी हौँ कि हामी तपाईँको वचनलाई साँच्चै पनि सिरोपर गर्दछौँ र तपाईँको वचन अनुसार आफ्नो जीवनलाई चलाउनको निम्ति हामी एकदमै 100% तयारी अवस्थामा रहेका छौँ प्रभु। हामीलाई सहायता गर्नुभएको होस्। विभिन्न संसारका कुराहरूले हामीलाई थिचोमिचोमा पार्दै गर्दाखेरि हाम्रो जीवनलाई हामीले तुच्छ ठान्दै गर्दाखेरि, तर तपाईँले हाम्रो जीवनलाई चाहिँ तुच्छ कहिले पनि ठान्नु भएन, हामीलाई अनमोल बनाउनु भयो प्रभु। तपाईँलाई धन्यवाद दिँदछौँ पिता परमेश्वर। यो अनमोल जीवनलाई बुझ्नको निम्ति प्रभु, जसरी तपाईँले एलिसाको नोकरको आँखा तपाईँले खोलिदिनु भयो, हागारले छेउमा भएको इनार जब आँखा खोलेर देख्न सकी प्रभु, त्यसरी नै हाम्रो पनि आँखा खोलिदिनु भएको होस्, ताकि प्रभु तपाईँको योजनालाई देख्न सकौँ। तपाईँले हाम्रो निम्ति बनाउनु भएको त्यो महान योजना, महान काम हामीले देख्न सकौँ र प्रभु हाम्रो जीवनलाई साँच्चै पनि त्यो योजना मुताबिक चलाउनको निम्ति र त्यो योजनासँग प्यारलर भएर हिँड्नको निम्ति प्रभु तपाईँको महान ज्ञान बुद्धि विवेकले प्रभु हामीलाई सिर्जना गर्नुभएको छ। र प्रभु त्यो जीवन जिउँदाखेरि नै आउने ती जति पनि शङ्काका कुराहरू, ती भ्रमी कुराहरू चाहिँ येशूको नाममा हामी रद्द गर्दछौँ। किनभने भ्रम ल्याउने, चोर्ने, दुःख दिने, घटी कमीमा ल्याउने काम चाहिँ शैतानको, र त्यो शैतानका कुराहरूलाई, कामहरूलाई येशूको नाममा उहाँको रगतले बाँधेर सुक्खा र निर्जन ठाउँमा जानको लागि हामी आज्ञा गर्दछौँ। धन्यवाद दिन्छ प्रभु। तपाईँको प्रोस्पेरिटी, तपाईँको ज्ञान बुद्धि हाम्रो माझमा रहेको होस्। तपाईँले भन्नुभएको छ नयाँ भएर जन्म लिऊ भन्नुभएको छ प्रभु। त्यो नयाँपन, त्यो नयाँ कुराहरू चाहिँ प्रभु हाम्रो जीवनमा चाहिँ भएको, जसरी तपाईँले अयुबको सुदिन तपाईँले फर्काइदिनु भयो प्रभु, त्यसरी नै प्रभु हाम्रो पनि सुदिन तपाईँले फर्काइदिनु भएको। सायद त्यो फाइनेन्सियल सेक्टरका कुरा भएको, सायद त्यो शारीरिक कुरा, चाहे त्यो आत्मिकी कुरा, हरेक कुराहरूबाट प्रभु तपाईँले हामीलाई सुदृढतर्फ ल्याइदिनु भएको छ नि अर्ज बिन्ती गर्दछ प्रभु। तपाईँलाई धन्यवाद दिन्छ। हाम्रो प्राण, आत्मा अनि शरीरलाई तपाईँको चरणमा लाग्छ प्रभु। तपाईँले नै हेरिदिनु भएको होस्। तपाईँ हाम्रो छत्र छाया परमेश्वर, भनसङ्ग्रह 91को पुस्तकमा भने चाहिँ तपाईँले हाम्रो प्रार्थना सुन्नुहुने परमेश्वर र पुकारा सुन्नुहुने परमेश्वर र तपाईँले उत्तर दिनुहुने परमेश्वर हुनुहुन्छ। हामीलाई सहायता गर्नुभएको होस्। दीर्घायु दिइकन हामी सबैलाई आशीर्वाद दिनुभएको होस् येशू प्रभुको नाममा, आमेन। सबैलाई येशू ख्रीष्टको नाममा जय मसीह। र परमेश्वरले बनाउनु भएको योजनामा साँच्चै पनि भरोसा गर्नुहोस्। उहाँ भरोसा योग्य परमेश्वर हुनुहुन्छ। आमेन।